कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर 2 मा रहेको मोडर्न मालिका नेशनल विद्यानिकेतन स्कुलले बुधबार आफ्नो 7औं वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका साथ मनाएको छ। विद्यालयका संस्थापक गणेश शाहीको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवर रहेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कुँवरले छोटो समयमै विद्यालयले पालिकामा गुणस्तरीय शिक्षा प्रदान गर्दै शैक्षिक क्षेत्रमा उत्कृष्ट काम गरेको बताएका छन्। उनले पालिकाले पनि शिक्षालाई पहिलो प्राथमिकतामा पारेर काम अगाडि बढाइरहेको बताउँदै विद्यार्थीलाई पढाइसँगै सामाजिक उत्तरदायित्व र संस्कार सिकाउनु हाम्रो कर्तव्य भएको भन्दै यसका लागि अभिभावक र विद्यालय दुवैले हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताएका छन्। बर्दगोरिया गाउँपालिकालाई नमुना गाउँपालिका बनाइरहेको कारणले गर्दा पहिलो प्रथममा चाहिँ शिक्षालाई हामीले अगाडि बढाउनुपर्छ भनेर हामीले पहिलो पक्षमा राखेका छौँ शिक्षालाई। त्यसै गरी बर्दगोरिया गाउँपालिकाभित्र स्वास्थ्य खानेपानी 1 वडादेखि 6 वडासम्म खानेपानी मित्रता भइसकेको छ। हामी बर्दगोरिया पालिकाको तर्फबाट प्राइभेट स्कुल र सरकारी स्कुललाई कुनै फरक नराख्ने भन्ने प्रतिबद्धता जनाउँदै सभाध्यक्ष शाहीले विद्यालय स्थापना कालदेखि हालसम्मको शैक्षिक यात्रा उपलब्धि र आगामी योजनाबारे जानकारी गराउँदै अभिभावकहरूको निरन्तर सहयोगले विद्यालय आज अग्रणी स्थानमा पुगेको बताएका छन्। उनले गुणस्तरीय शिक्षा, अनुशासन र अतिरिक्त क्रियाकलापलाई प्राथमिकतामा राख्दै विद्यार्थीको सर्वाङ्गीण विकासमा विद्यालय प्रतिबद्ध रहेको बताएका छन्। 7औं वार्षिक उत्सवको अवसरमा विद्यार्थीहरूले विविध सांस्कृतिक नृत्य, विज्ञापन, प्रदर्शनी, गीत लगायतका प्रस्तुति राखेका थिए भने शैक्षिक, खेलकुद तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो।